हेलो साथीहरु, वेलकम टु माई सीमा ब्लग। सीमा ब्लगमा तपाईहरु सबैजनालाई स्वागत छ। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। अनि आज चाहिँ म अनि मेरो साथीहरु बाहिर घुम्न जान लागेको, अनि त्यसपछि उतै बिहानको खाना पनि उतै खान लागेको। अनि यहाँ अब घरबाट चाहिँ म रेडी भएर निस्किन लागेको। मेरो साथीहरु चाहिँ आधी बाटोसम्म आउनुहुन्छ, अनि उता साथीहरुलाई भेटेर अनि त्यहाँबाट चाहिँ सँगै जाने। गाइस, अब म चाहिँ घरबाट निक्लेको, बाहिर पठाउ पनि आइसक्यो। म चाहिँ आधी बाटोसम्म पठाउमा आउँछु, अनि उताबाट साथीहरु आउँदै हुनुहुन्छ, अनि त्यहाँ भेटेर सँगै जाने। मेरो साथीहरु चाहिँ उतादेखि आउँदै हुनुहुन्छ, म चाहिँ अब यहाँ त चोकमा पुरेर बस्छु, अनि त्यसपछि सँगै जाने। ल गाइस, अब चाहिँ मैले साथीहरुलाई पनि भेटिसकेँ। अब चाहिँ हामी जान लाग्यो। अब चाहिँ उतै पुगेपछि चाहिँ देखाउँछु के रहेछ कस्तो रहेछ है गाइस। हामी चाहिँ एकछिन यहाँ भाटबटिनीमा छिरेको, साथीको लागि एउटा सामान लिनुपर्ने थियो, त्यही भएर। ल गाइस, हामी चाहिँ आइपुग्यौँ। के फार्म रे यो? अर्बन फार्म। ल हामी चाहिँ पुगेर अब गाडीबाट झर्दैछौँ। साथीहरु चाहिँ झरेर गइसक्नु भयो। अर्बन फार्म चाहिँ ठुलो छ जस्तो छ। यहाँ चाहिँ हामी भाले खाना आएको। यो अर्बन फार्ममा चाहिँ आज चाहिँ टन्नै मान्छे छन् जस्तो छन्। छ मोबाइल यहीँ छ। अनि हामी पनि भाले भात खाना आएको। अब हामी चाहिँ खाना खाइसकेपछि यहाँ चाहिँ घोडा पनि छ अरे दुईवटा, एउटा राजा एउटा कफी, घोडाको नाम। अनि घोडा चढ्ने गाइज। मेरो साथीहरु चाहिँ उता अगाडि पुगिसक्नु भयो। म चाहिँ भिडियो बनाउँदै पछि जाँदैछु। यही अर्बन फार्ममा चाहिँ यहाँ चाहिँ अर्ग्यानिक खानेकुराहरू पाउँछ। साथीहरु, तपाईलाई पनि अर्ग्यानिक खानेकुराहरू खान मन छ भने चाहिँ यो अर्बन फार्ममा आउँदा हुन्छ। यहाँ चाहिँ आफैले तरकारी खेतीहरू गरेर अनि यही तरकारी खेतीबाट खानेकुराहरू बनाउनु हुँदो रहेछ। अनि उता कुखुरा कालिजहरू पनि पाल्नु भएको छ। भाले, हामी चाहिँ आज चाहिँ भाले खाने हो। कस्तो खालको भाले यो चाहिँ? ऐ भाले पोथी। यो फार्ममा म नि फर्स्ट टाइम आएको हो कि, त्यति राम्रोसँग नामै थाहा थिएन। त्यहाँ लेखेर चाहिँ टोखा अर्बन फार्म है साथीहरु। तपाईँ नि अर्ग्यानिक एकदम मिठो। नमस्ते। आज चाहिँ स्याटरडे भएको भएर अलि प्याकै छ जस्तो छ। सबैजना आयो। ठाउँको एरिया पनि एकदम ठुलो रहेछ है, देख्न सक्नुहुन्छ। पिङ पनि रहेछ। मेरो साथीहरु चाहिँ कता जानुभयो मलाई छोडेर? म चाहिँ भिडियो बनाउँदै पछि आएको। अरू साथीहरु चाहिँ भित्र बस्नु भएको छ। हामी चाहिँ बाहिर, म चाहिँ यसो बाहिरतिर घुम्ने भ्यूहरू हेर्ने भनेर निक्लेको होइन भाइ? हजुर। अनि यो फार्मको नाम चाहिँ कति अप्ठ्यारो लाग्यो क्या मलाई चाहिँ। अर्बन फार्म। ए अर्बन एउटै हो है? ए उता तल घोडा पनि रहेछ नि। अहिले हामी घोडा पनि चढ्न जाने होइन? दुईटा छ। दुईटा। राजा र के हो नाम घोडाको नाम? राजा, एउटा कफी। ल यहाँ चाहिँ यस्तो छ भित्रको स्पेस चाहिँ। अर्ग्यानिक खानाहरू पाउँछ यहाँ। ल हाम्रो चाहिँ खाना नि आइसक्यो। मिठो छ जस्तो छ खाना पनि। वाउ। अब गराम मकैबारी कराम फेरि भन त। गराम मकैबारी कराम के हो? मकैबारी दोराम हरियो काँक्रो कराम। भाले रातो भाले कराम रातो भाले खराम। अब चाहिँ खाना खाने।
मन पऱ्यो भालेको मासु यहाँ चाहिँ एउटा भालेबाट कति आइटम बन्ने रे एउटा आयो है हाम्रो झोल झोल आइटम आएछ अब के आइटम आउनु बाँकी छ छैला अनि बुटन अनि भुटुवा 4वटा भयो होइन र एउटा भालेबाट यहाँ चाहिँ 4 आइटम बन्दो रहेछ गाई र तपाईँ नि आउनु होला एउटा भालेको 4 आइटम भने चाहिँ यो एउटा आइटम यो एउटा अनि यो एउटा अनि एउटा झोल के भन्छ अरे मोहितो आउन नि कति टाइम लाग्यो ल साथी अब मोहितो पनि खुर्सानीवाला बाँच्नु मात्र पर्छ हजुर हेर्नु ल अब जुस पनि खुर्सानीको भयो ल अब यस्तो ल हेर्नु ल साथीहरू बाँच्नु मात्रै पर्छ अरे खोर्सानीको जुस आयो ल खोर्सानीको जुस मिठो छ त्यही खुर्सानी पिनेर के बोक्नु भएको यो चना घोडाको दाना हो कस्तो लागिरहेछ त रमाइलो राम्रो तपाईँलाई राम्रो छ राम्रो छ खाना मिठो लाग्यो ए साह्रै मिठो मैले त धेर खाएर पेट ठुलो भयो धेरै खायो यहाँ चाहिँ लाइभ म्युजिक गर्ने हुँदो रहेछ स्टेज चाहिँ यता छ स्टेज म चाहिँ अब घोडा चढ्ने घोडा त्यहाँ छ ऊ घोडा यहाँ चाहिँ 2टा घोडा रहेछ एउटा चाहिँ यो कफी यो घोडाको नाम अनि अर्को घोडा चाहिँ उता राजा यो चाहिँ ब्ल्याक कलरको छ यसको नाम चाहिँ राजा हो त्यहाँ मेरो भाइले दाना दिन लाग्छ घोडालाई कस्तो डेरे आँखा हेऱ्यो क्या त्यो मलाई रिसले हेऱ्यो क्या घोडाले यो घोडाको नाम के राजा राजा ओ राजा घोडा हेर त्यहाँ आँखा कस्तो डेरे बनाएर हेरेको घोडाको कति पर्छ अरे घोडा किन्नु पर्यो भने कति पर्छ अरे भाइ 10-12 लाख त्यत्रो त पर्दैन हौ 10-12 लाख त हाम्रो दाइको नि एउटा घोडा छ लिने हो त ए त हो रहेछ तर यो अलि राम्रो छ हुन नि सक्छ है त्यो चाहिँ हुन नि सक्छ ल खाऊ राजा खाऊ बन्द गरिदिनु मोबाइल चलाउँदा चाहिँ अलिक उयो हुँदो रहेछ कि हो मेरो साथीहरू हाँसिरहेको उता खुट्टा चाहिँ कस्तो गरी राख्ने रे ब्यालेन्समा थिच्नुपर्छ ए थिच्यो भने चाहिँ नहल्लिँदो रहेछ है तिम्रो नाम चाहिँ के हो भाइ अनि घोडालाई के अरे तिमी नै हो घोडाको मालिक मतलब घोडाको रेखदेख गर्ने मलाई डर लागेन भयो भयो अब चाहिँ
नि पर्ख भाइले समात्छ नि राजा घोडा नि चढेर हाम्रो पालो सक्यो राजाको फोटो खिच्छ खै सीमा दिदी प्लिज साइड इन्डियामा दिनु राजा बाई बाई ल जाउँ ल ल ल लड्न त लड्दैन नि सामान त मजाले समाएको होइन तर घोडाको फोटो आएन राजा हो राजा यो घोडाको नाम चाहिँ हो सीमा ब्लग हो सब्सक्राइब गर ल फर्स्ट ब्लग हो के मेरो भर्खर हो 60 जना छ तर फर्स्ट ब्लग हो के यो चाहिँ सर्ट मात्रै हालेको थियो अब आजदेखिको चाहिँ हाल्ने घोडा चढिसकेर हामी चाहिँ यता माथि आयौँ अब साथीहरूले चाहिँ पिङ नखेल्ने रे म चाहिँ यहाँ पिङ खेल्न आएको म चाहिँ पिङ खेलिरहेको छु ल तिमी खेल ल हामी चाहिँ पिङ खेल्यौँ घोडा चढ्यौँ खाना खायौँ अनि अरू के खायौँ चिउरा मासु खायौँ सब खायौँ एउटा भालेको 4 आइटम पनि चाख्यौँ 5 आइटम नि चाख्यौँ अनि साथीहरू चाहिँ अगाडि जाँदै हुनुहुन्छ बाहिर म चाहिँ जाँदैछौँ हेलो गाइज यस्तै छ ल यता हाम्रो यहाँ उर्बन फार्मको कुखुराहरू पनि छ अब अर्ग्यानिक पालेको कुखुरा काटेर खाने भए चाहिँ यहाँ आउनु होला यहाँ चाहिँ कुखुराको नामहरू पनि छ यसको नाम चाहिँ के अरे यो सिल्की चिकन ल सिल्की चिकन चाहिँ उहाँ हुनुहुन्छ अनि सबै आफ्नो आफ्नै जातको कुखुराहरू हुनुहुन्छ अरे के कुखुरालाई यता चाहिँ लोकल ल उर्बन फार्मलाई बाई बाई गर्दै अब हामी ल साथीहरू यहाँ चाहिँ अब यस्तो यो सागहरू आफ्नै बारीमा रोपेको सागहरू पाउँदो रहेछ हामीले नि साग पनि चाख्यौँ मिठो थियो ल तपाईँहरूलाई पनि अर्ग्यानिक खाना खान मन छ भने अनि त्यसपछि भाले पनि कुन खाने ठुलो सानो चुज गरेर आफूले चुज गरेर अनि त्यसपछि काटेर 4 आइटम बन्दो रहेछ हामीले त खाएर टन्न भएर अब हामी चाहिँ घर फर्क्यौँ तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँनिर मिठो छ खाना पनि अनि ठाउँ पनि एकदम राम्रो छ घुम्नको लागि यहाँको लोकेसन तल लिङ्कमा राखिदिन्छु हेरेर आउनु होला यो चाहिँ टोखामा पर्छ काठमाडौँको टोखामा पर्छ सामकोसीबाट अलिकति अगाडि हो टोखामा धेरै टाढा छैन नजिकै छ आउनु होला आज चाहिँ शनिबार भएर यहाँ चाहिँ अलि प्याकै थियो अरू बेलामा चाहिँ अलि आजभन्दा अलिक कम नै हुन्छ होला राम्रो छ यहाँको भ्यूहरू पनि भिडियो हो किन नगर्ने ए तपाईँको नहाल्नुहोला नि त ल हालेको थियो अहिले चाहिँ नहाल्ने हो ए एलिजा एलिजा जमैली होला जमली आइस र एलिजा होला कि हाम्रो नि भ्लग नै हो तपाईँ अब भ्लगमा आउने भयो फेमस हुनुभयो दाइ अब चाहिँ हामी यो ठाउँलाई चाहिँ बाई बाई गर्दै अब चाहिँ सबैजना गाडी चढेर जानुभएको अगाडि बस्ने हो भाइ ल अगाडि बस म
सो ल गाइज साथीहरू अब चाहिँ हामी भाले चाहिँ नखानु उर्गाउँमा आएर फोटो खिच्नु घोडा चढ्नु जान नि मिलिरहेछ त 1000 रुपियाँको घोडा चढ्यो 1000 रुपियाँको 15 मिनट घोडा चढ्न पाउनुहुन्छ यहाँ अनि पिङ खेल्न नि पाउनुहुन्छ तर फाइदा चाहिँ त्यही हुन्छ गाइज किनभने पर पर्सन 500 भनेको थियो हामी चाहिँ कति राइट 5 जना थियौँ 2500 पर्थ्यो तर हामीले चाहिँ 15 मिनट लिएर 1000 बनायौँ है 15 मिनटको टाइम लिनुहोस् 1000 रुपियाँ तिर्नुहोस् 4-5 जनाको टाइम आउँछ अब 2500 भनेको थियो 2500को सट्टामा हामीले 1000 रुपियाँमा घोडा चढ्यो अनि चाहिँ राजा घोडा राजा चढ्यौँ अर्को कफीको चाहिँ आज पालो रहन्छ कफीलाई चाहिँ आज सिँगारेको थिएन राजालाई चाहिँ सिँगारेर राखेको थियो हामी आउँछ भनेर राजाको त खुट्टै दुखिरहेको थियो भिडियोमा चाहिँ खाना भाले ठिकै थियो ठिकै मिठै थियो तर मेरो साथीहरूलाई चाहिँ घरको अलिकति मिठो खाने बानी भएर त्यति मिठो लागेन रे तैपनि अलिअलि खानुभयो मैले चाहिँ टन्नै खाएँ तपाईँहरू उर्बन फार्म आउन चाहनुहुन्छ भने चाहिँ टोखाबाट उता सामुकोसीबाट आउँदा नि हुन्छ यता चक्रपथबाट नि बाटो रहेछ हामी आउँदा चाहिँ यता सामुकोसीबाट आएको अहिले फर्किँदा चाहिँ यता चक्रपथबाट कत्रो पेट देखायो यता चक्रपथतिरबाट फर्किँदा चाहिँ बाटो अलि कच्ची रोड जस्तो रहेछ अलि त्यस्तै तर ठिकै छ राम्रै छ तर हाम्रो भाइले चलाउनुहुन्छ मजाले जस्तो बाटो भए पनि अस्ति हामी उता के अरे अरे भाइ कहाँ जाँदा चिसापानी जाँदाखेरि ड्याम जाँदा कस्तो सानो बाटो त लगेको होइन यो गाडी यहाँ त त्योभन्दा त ठुलै छ लगाइछ अब हामी चाहिँ आउँदा रात पनि पर्यो अब चाहिँ साथीहरू यहाँबाट अगाडि अर्को बाटो जानुहुन्छ मेरो अर्को बाटो यहाँसम्म चाहिँ सँगै भयो बाई बाई सबैजनालाई बाई 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 मेरो साथीहरूको घर चाहिँ अलिक टाढा छ उता त्यही भएर उता जानुभयो म चाहिँ अब यहाँबाट अलिकति अगाडि हो